ब्याक टु माई न्यू भ्लग है। म चाहिँ धेरै पछि आज भ्लग बनाउँदैछु। अन्त्यसम्म हेरेर कस्तो लाग्छ लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। भिडियो कस्तो लाग्यो कमेन्टमा है गाइस। यो चाहिँ हाम्रो बेङ्गलोरमा सिधाकाली जाने बाटोपट्टि भ्यागुते ढुङ्गा नेपालको झन्डा सबै गइसकेको छ। भ्यागुते ढुङ्गा भन्छ नि पार्टी चढाउने यो भ्यागुता जस्तै भएकोले भ्यागुते ढुङ्गा अरे यो चाहिँ। नेपालको झन्डा देखाउँदा पनि धेरै मान्छेले गाली गर्ला यार। यस्तो यो डाँडामा भएर पनि होला यो झन्डा सबै च्यातिसकेर यो फ्याँक्ने बेला भएको रहेछ। सिद्धकाली मन्दिरमा आइपुगेको छु है त। मन्दिर देख्न सक्नुहुन्छ। यहाँ चाहिँ ठुलो आँपको रुख रहेछ। आँप पनि फुलिसकेको रहेछ। यस्तो भ्यू दामी घाम लागिरहेको छ मन्दिरमा आज। चट्ट तरिकाले देख्न सक्नुहुन्छ। यो मन्दिर चाहिँ चैनपुर नगरपालिकाभित्र रहेको सिद्धकाली मन्दिर भन्छ होइन। यहाँ चाहिँ आँखाको पिक्चर पनि छ यहाँ। अब म चाहिँ घन्टी टिङलिङ लिङ पार्न जाँदैछ यता। अलिक क्यामेरा घन्टी रहेछ। यहाँ चाहिँ घन्टी बजाउँदै म चाहिँ हिँड्दैछु होइन। यस्तो छ। हनुमान जी यहाँ कछुवा रहेछ। यो के हो कछुवाले यत्रो बोकेको छ स्तम्भ ठुलो। ओस दामी देख्यो है। अहिले चाहिँ हामी खाजा खाने ठाउँमा आइपुगेको छु है। कहाँ बस्ने भाइ? यहाँ बस्छु। कुर्सी तान्नु
छ त्यस्तै जङ्गल देख्न सक्नुहुन्छ। मन्दिर कस्तो लाग्यो तपाईँलाई? मन्दिर कस्तो लाग्यो? लाग्यो तर बिहानै आएर पूजा गर्छ नि यो चाहिँ पैसेलु तिनीहरू के भन्छ घर बनाउँदै गरेको अवस्था माटोको घर चाहिँ आइसक्यो माथिको पाहाडतिर गाउँघरमा यस्तै हुन्छ टिन लाएर बाँसको झ्याङ पानी हरियो छ जङ्गलहरू